यहाँ हामी चाहिँ हिँड्नु आँटेको मतलब अब रेडी हुन्छ हामी चाहिँ भर्खर 8 हुनेछ अनि हिँड्नु जानु लागि चाहिँ लाइक 2-3 आवर्स लाग्छ होला अनि त्यहाँबाट हिँड्नुपर्छ उकालो सो अलिक टाइम लाग्छ कहाँ जानु आँटेको अरे हामी वर्षे निक्लिनु आँटेको वर्षे जानु आँटेको कति बज्यो अहिले तपाईँको भयो 5:40 भयो ओइ गाइस फाइनली हामी चाहिँ अब यहाँबाट वर्षे हिँडेको है हामी आधा बाटोसम्म आइपुगेको छौँ अहिले त पुरै उज्यालो भइसकेको छ हामी चाहिँ अँध्यारोमै हिँडेको अनि गाडी पुरा हाम्रो स्पिडमा छ किनकि छिट्टो हामीलाई पुग्नु छ सो माथि पार्किङ गर्नु पाउँदैन अरे सो भएर एकदम हामीलाई स्पिड छिट्टै पुग्नु छ त्यही भएर गाडी हाम्रो स्पिड छ तपाईँ त्यहाँको नजारा देखाउने छ ओके अहिले हेर्दै जानुहोस् फ्रेन्ड्स अस्ति नै हामी चाहिँ अब एकदम सिनियर देखेर पुग्नु आँटेको जस्तो लागेको छ वर्षे सो एक्साइटेड हो त्यो सो हेर्दै जानुहोस् तपाईँहरू पनि यहाँको भ्युजहरू हामी पुग्नु आँटेको छ हेलो मेरो त हालत पत्ला भइरहेको छ यहाँनिर हामी चाहिँ वर्षे गएको अरे वर्षेको हाम्रो गाइस हेर्नुहोस् है आपा छोरी चाहिँ स्पिडमा छ स्पिडमा एक्साइटेड त्यहाँ वर्षेको सिनियरको लागि एक्साइटेड छ म चाहिँ गरम भएर पछाडि हिँड्दैछु पछ्याउँदैछु हिँड्दैछु पछाडि पुरा हुनुहुन्छ मान्छे पनि हुँदैछ हामी साह्रो महत्त्व भइरहेको छ जाडो छ त्यसको तर पनि गरम भएर पुरा साह्रो परिरहेको छ सो बहिनी स्पिड हिँड्दैछ हेर्नुहोस् गाइस कस्तो दामी छ यहाँको सिन एकदम राम्रो छ ट्रेकिङमा आउनु त एकदम बेस्ट जग्गा हो यो चाहिँ साँच्चै भनेको यति दामी छ यति राम्रो पिस एकदम क्लिन एन्ड पिस एकदम राम्रो छ तपाईँमा आउनुहोस् है एकपल्ट चाहिँ आउनुहोस् फाइनली गाइस हामी चाहिँ वर्षे पुग्यौँ हेर्नुहोस् यहाँको नजारा एकदम राम्रो छ सुन्दर एकदम फुल चाहिँ भने फुली सक्नु आँटेछ तर पनि अझै पनि रहेछ अलिअलि हेर्नुहोस् यति राम्रो सिन यति राम्रो सुन्नुहोस् न गाइस यति मिठो चराहरूको आवाजहरू सुन्न पाइरहेछ यति दामी यस्तो राम्रो यति टाइममा आएछ कि हामी बिहान हामी 9:30 आइपुग्यो यति राम्रो चरा चुरुङ्गीको पुरा आवाजहरू सुन्न पाइरहेछ यति राम्रो देख्नुहोस् पोखरी पनि रहेछ यहाँनिर एकदम सफा यति राम्रो हेर्नुहोस् न यति सुन्दर जग्गा चाहिँ पुरा मन पऱ्यो कि मलाई अन्त अलिकति रिल्स पनि बनाइहाल्यौँ म हामीले चाहिँ एकदम राम्रो लाग्यो यो जग्गा अनि मलाई रिल्स मन पऱ्यो कि यति दामी फुल झरेको यति राम्रो लाग्यो हामीले त एकदम रिल्सहरू पनि बनायौँ है यति राम्रो अलिअलि फोटोसुटहरू पनि गऱ्यौँ हेर्नुहोस् न फोटोसुट गरेको छौँ अलिअलि हो फोटोहरू पनि खिचेका छौँ सो टाइम पास हामीले टियारा बनाएको छौँ हातले मरुन कलरको फोटो गुराँस टियारा लगाएर चाहिँ पुरा गुराँसको फेदमा है अनि तपाईँहरू बस्छु भन्दा पनि एकदम बस्नु एभाइलेबल रहेछ है रात पऱ्यो भने यतै बस्दा पनि हुने रहेछ एकदम कम्ती दाममा रहेछ एकदम राम्रो गाइस अब चाहिँ हामी सबै घुमिसक्यौँ तपाईँलाई देखायौँ है सिनहरू पनि अब चाहिँ हामी फर्केको है एकदम अब चाहिँ हामी नेक्स्ट इयर आउने पर्यो अब अहिले चाहिँ तपाईँको 3 बज्यो हो सो ढिलो हुन्छ
फर्किनु 3-4 घन्टा लाग्छ हामी चाहिँ गएको जाँदैछ बाई बाई कहाँ गयो भन्नु त अब के भयो अरे तपाईँलाई चाहिँ तलनिर हरेस लाग्यो किन आउँदाखेरि हरेस लाग्यो किन 5 किलोमिटर जाँदाखेरि हिले 5 किलोमिटर अब चाहिँ हामी फर्केको एकदम परिदेखि फर्केको है हामी चाहिँ अब हेर्नु सिङहरू टियारा बनाएर यो चाहिँ हातले बनाएको है यो चाहिँ झरेको रहेछ भीमा पुरा कुरा झरेको रहेछ त्यही भएर चाहिँ टियारा बनाएको एकदम फ्रेस नेचुरल फ्लावर्सको एकदम आई लभ रेड रोज सो मलाई रेड कलर मनपर्छ द्याट चाहिँ टियारा बनायो मैले मात्रै म र मेरो हस्बेन्डले मिलेर बनाएको सो एकदम राम्रो भएको छ अनि लिएर जाने म चाहिँ किनकि दबाई पनि हुन्छ त्यही भएर चाहिँ लिएर जाने हामी जाँदैछौँ डल्लै ब्लग कहाँ पस्छ युट्युबमा हाल्नुपर्छ डल्लै ब्लग छ यो दिदी उयो बहिनी स्वेटर ज्याकेट नानी मजाले उडाएको माथिमा चाहिँ टाउको अब हामी चाहिँ फर्केको गाइस हामी चाहिँ अहिले बाटोमा छ त्यही उहाँहरू आउनु हुँदैछ हामी चाहिँ फर्किँदैछ सो जाडो छ मौसम पनि ब्ल्याक टी खायो हामीले गएर ब्ल्याक टी खायो सो फर्केको हामी चाहिँ सो feel so happy today बहुत दिनको बहुत सालको मेहनत आज सक्सेस भएको छ धेरै सालदेखि आउने भनेको थियो तर सक्सेस भएको थिएन तर आज चाहिँ कम्प्लिटली भयो आइ एम ह्याप्पी तर ठिकै छ एकदम राम्रो छ सिनहरू एकदम यता पछाडि चाहिँ रिचन्दास वर्षको ट्राभल चाहिँ एकदम राम्रै भयो भनौँ सो बिहान पनि छिट्टै निस्केको थियो हामी चाहिँ 4 बजे निस्केको रम्फूबाट सो छिट्टै आइपुग्यो अब हामी चाहिँ फर्केको पनि यो टिएर चाहिँ एकदम के भन्छ यसलाई एकदम ह्यान्डमेड हो ह्यान्डमेड टिएर चाहिँ मेरोमा चाहिँ आज मेरो हस्बेन्डले बनाइदिनु भएको नाचेर हाँसी माया दाँत देखाउँदैछ खिचिक पारेर पछाडि आउनुहुन्छ दिदी बहिनीहरूको हुनुहुन्छ टियर धेरै लाग्यो तर जिन्दगीको फर्स्ट टाइम है यस्तो ह्यान्डमेड टियर लाउनु पाएको चाहिँ फिल भेरी लकी त्यो पनि डियर हस्बेन्डले बनाइदिनु भएको फर्किसक्यौँ अब 1 घन्टा समथिङमा हामी गाडी भएकोमा पुग्छौँ त्यहाँदेखि त हामी गाडीमा भएपछि त सेफ्टी भइहाल्छौँ मैले बहुत दिनको बाद यो रेड कलर लगाएको तर एकदम खुसी लाग्यो रेड कलर लाउँदा पनि तिम्रो रहेछ तिम्रो उयो रहेछ छिटो है बहिनी आजको भ्लग बनाएको मैले बेबी फ्रेन्ड्स अब नेक्स्ट भ्लगमा भेट्नेछौँ है ओके तब बस्नको लागि बाई बाई यसरी नै हाम्रो भिडियोहरू नयाँ भिडियोहरू तपाईँहरूको सामु ल्याउनेछौँ त्यसको लागि तपाईँले हामीलाई सपोर्ट गरिदिनु होस् लाइक सब्सक्राइब गरिदिनु होस् अनि फलो पनि गर्नु नबिर्सिनुहोस् ओके टेक केयर बाई बाई